यसो हेर्दा चाहिँ यो पहिलाको चाहिँ चौताराहरू देखिन्थ्यो, त्यस्तै चौतारा रहेछ। हामी चाहिँ यसो फ्रेस हुनका लागि चाहिँ पोखराबाट सबैभन्दा नजिक कहाँ छ त होमस्टे भनेर खोज्दै जाँदा चाहिँ हामीले चाहिँ कालाबाङ भन्ने झन्डै 15 किलोमिटर वरपरको डिस्टेन्समा चाहिँ पोखरादेखि छोरेपाटन हुँदै जाने पुम्दीकोटको नजिकै रहेको कालाबाङको उसमा गयौँ। गइसकेपछि त्यहाँ चाहिँ हामीले यसरी चाहिँ मजाले नाच्यौँ, हड भएर पड भएर भनेर रातिको। त्यसपछि चाहिँ सुत्यौँ, खानासाना खाएर मजाले एकदम डेलिसियस एकदम मिठो खाना खाएर आनन्दले अर्ग्यानिक। त्यसपछि बिहान उठेर टिप 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 पानी परिरहेको है। अनि पानी परिसकेपछि अब के गर्ने त भने सुत्यौँ। त्यसपछि लगभग झन्डै 9 बजीतिर बिदो भयो। बिदो भइसकेपछि होइन साथीहरू अब चाहिँ खाजासाजा खाऊँ। अनि खाजा खाएर चाहिँ अनि के हो त यहाँ चाहिँ घुम्नुपर्ने ठाउँ भनेको त्यहाँ नजिकै एउटा चाहिँ अहिले चाहिँ बौद्धको मन्दिर चाहिँ बनाइएको रहेछ। मन्दिर भन्दा पनि स्ट्याचु बनाइएको रहेछ। त्यहाँबाट चाहिँ तपाईँको त्यहाँ चाहिँ जाने भन्ने भयो। अनि बाटोमा यसो हेरेको औसली भेट्यो। औसली चाहिँ सिजनको फल चाहिँ खानुपर्छ है भनेर भन्यो। अनि त्यसपछि हामी पुग्यौँ कालाबाङको नजिकै रहेको बुद्धको मूर्ति हेर्नको निम्ति। अनि त्यसपछि यो चाहिँ एकदमै उकालो थियो, माथि देखिन्छ। सिग्देल सर र हाम्रो ढकाल सर चाहिँ गइसक्नु भयो अगाडि। त्यसपछि मैले माथि पुगेर चाहिँ के देखाएँ भने तलको यो पुम्दीकोटको शिवको मन्दिर पनि छ त्यहाँ, त्यो र लगायत गाउँ, र त्यहाँबाट चाहिँ एकदमै स्पष्ट देख्न सकिने चाहिँ फेवातालको दृश्य। त्यो हेरिसकेपछि अनि मैले चाहिँ आफूलाई पनि कैद गरौँ भनेर उक्त मूर्तिसहित आफूले 360 को एङ्गलमा चाहिँ म तपाईँहरूलाई चाहिँ देखाउन लागेँ। यसरी चाहिँ हामी चाहिँ त्यहाँसम्म पुग्यौँ। पुगिसकेपछि अब चाहिँ झर्नुपर्छ होला भनेर चाहिँ फेरि सरसल्लाह गरेर अनि हामी चाहिँ फेरि ओह्रालोमा मजाले त्यहाँबाट झर्ने बेलामा एकदम ओह्रालो छ, टक्कल 4 भाइको चाहिँ फोटो खिच्यौँ र आइसकेपछि जाम अब मजाले खाना खाऊँ भनेर लगभग 12-1 बज्यो झन्डै। त्यसपछि हामीले एकदमै अर्ग्यानिक राम्रो आफन्त होमस्टे नाम चाहिँ त्यहाँ मजाले खाना खायौँ र त्यसपछि सर र ढकाल सरको राइडमा म पछाडि बसेर यसरी फिर्ता भयौँ। धन्यवाद सम्पूर्ण।